आज चाहिँ म जसया जेनान चाहिँ काठमाडौँ जान लागेको। बाबुहरूको छुट्टी थियो, विन्टर भ्याकेसन। माइक्रो आयो, माइक्रोमा चढेर गयौँ हामी सरर। बाबुहरू एकदम खुसी थियो, एक्साइटेड थियो। अनि बाटोमा जाँदा त निदायो दुवैजना मस्तले। त्यसपछि बाटोमा खाजा खान रोकेको थियो, सटोरी गर्न। अनि खाजाहरू खायो, उनीहरू खेल्ने ठाउँमा खेल्यो। अनि मैले ससेस लगाएको थिएँ, त्यो खाजा घरबाट लगेको खाजाहरू उनीहरूले खायो। अनि पानीहरू खायो। अनि त्यसपछि हामी चक्लेटहरू पनि थियो अलिअलि, त्यो चक्लेट खायो। अनि यो चाहिँ सलाइन घाट हो, त्यहाँ चाहिँ सुन्तला बजारहरू थियो। फेरि अर्को ठाउँमा माथि तार्क्योभन्दा तल त्यहाँ पनि ब्रेक लगेको थियो। अनि गाडीमा फेरि भोक लाग्यो अरे उनीहरूलाई भनेर ओरियो बिस्कुट थियो, त्यो खायो। हामी काठमाडौँ पुग्यो र ट्याक्सीमा जाँदा पनि निदाइरहेको छ कि अझै निदाइरहेको छ दुईजना मस्तले। जसलाई चाहिँ धेरै निद्रा लागेको छ। अनि फाइनली घर आइपुग्यो। त्यसपछि म चाहिँ लगन खेलतिर केही सामानहरू किन्न भनेर बाबुलाई सपिङ गर्न अनि मलाई सपिङ गर्न गएँ। यस्तो फरवाला ज्याकेट खोजिदिएँ बाबुलाई, एउटा मात्र पाएँ, ठुलो बाबुको लागि पाएन। अनि उसलाई चाहिँ मैले अर्कै लेदरको किनिदिएँ। अनि आफूको लागि पनि केही सामानहरू किनेँ। जुत्ता पसलमा जुत्ता किन्न गएँ हामी तिनजनाकै लागि भनेर। त्यसपछि सपिङ गर्दा गर्दा रात पर्यो, लगभग 6:30 भयो। अनि घर आयो, बाबुहरूले के सामानलाई चाहिँ सब छेरेर छरपस्ट पारिदिएको थियो।